नमस्ते सम्पूर्ण साथीहरुमा। आज चाहिँ हाम्रो यस नेपाली टिपिकल तरिकाले हामीलाई चाहिँ मटन पाक्कु बनाउँदै हुनुहुन्छ शेफ चन्द्र तामाङ सेङताङजी हुनुहुन्छ है साथी। हेलो नमस्ते एभ्रीवान। ल हाम्रो तोरी तेल सरर पारेर मटन पक्कुलाई मेरिनेसन गर्दै हुनुहुन्छ शेफ चन्द्र तामाङजीले। ल है साथीहरु, ल अब यसै गरेर यसलाई राम्रोसँग मरमसला हालिन्छ। हल्का टर्मरिक पाउडर, हल्का चिल्ली पाउडर, हल्का जिन्जर पेस्ट र हल्का क्युमिन पाउडर र गरम मसला है। यसै गरेर यसलाई मिनिमम 1-2 घण्टा मिनिमम पनि यसलाई मेरिनेसन गरेर राख्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ तोरीको तेल हाल्दै हुनुहुन्छ है। ल नटपिक पाउडर पनि हल्का यसलाई गलाउनको लागि अब यहाँ मेरिनेसन गर्दै हुनुहुन्छ। ल है साथीहरु, हजुरहरूले घरमा पनि बनाएर खान सक्नुहुन्छ मटन पाक्कु है। ल यसरी चप्पल हलो आयो मटन पाक्कु। ल है साथीहरु, ल आहा कसम से यार। र हाम्रो न्यू किचन है साथीहरु सबैजनाले है। ल हाम्रो न्यू किचन हो। तोरीको तेल सरर तोरी तेल हाल्यो, राम्रोसँग ब्राउन हुने गरी भुट्न पर्ने हुन्छ है साथीहरु। ल मटनको है। ल आहा ल अब यसै गरी मजाले चलाउनु पर्ने हुन्छ है। यसलाई 3-4 घण्टासम्म मिनिमम पकाउनु पर्ने हुन्छ। त्यसपछि चक्क खानुपर्छ। ल साथीहरु है, हजुरहरूले पनि राम्रो लाग्छ भने घरमा पनि तपाईहरुले यो रेसिपीलाई फलो गरेर तपाईहरुले बनाउन सक्नुहुन्छ है। ल हस् त, थ्यांक यू।